यहाँ चाहिँ गाडी उहाँ फर्काउँदै हुनुहुन्छ अनि यत्रो बेर भ्लग नगर्नुको कारण चाहिँ दाइले गरिरहनु भएको थियो। यहाँ चाहिँ चटपट चाउमिन सबै छ अनि दाइहरू चाहिँ गाडी आउनुहुन्छ। यो बाटो जस्तो त दिगदार लाग्ने त्यो कोही मान्छे खानु नखानु त्यत्रो 20-22 दिनपछि मम्मीलाई बल्ल भेट्दैछु। भयो अनि थाहा पनि छैन किनकि आज आउँछु भनेर पनि भनिहाल्छ मैले केही भनिहालेँ। अनि कस्तो लाग्दैछ यत्रो दिन त फोन हान्ने 2-4 दिन भयो फोन लिन हानेको। सो यस फेरि पनि नमस्ते गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। आई सबजना सन्चै पनि हुनुहुन्छ होला, हामी पनि सन्चै आराम र फिट एन्ड फाइन नै छौँ। अनि आज चाहिँ भ्लग स्टार्ट रहेको छ एक्लैबाट होइन, गाडीमा चाहिँ एक्लैबाट त हुन्थ्यो नै। आज चाहिँ इच्छा र मबाट रहेको छ। सन्चै छौ इच्छा? सन्चै छौ? के भयो? उहाँ बाहिर मम्मीहरू जानुभएको छ, बाहिर मम्मी दाइ हल्का कामले गर्दाखेरि चाहिँ हल्का बाहिर जानुभएको छ। म चाहिँ इच्छालाई लिएर बसेको किनकि गाडीहरू आउँछ। अब बच्चा ल के अरे ल व्यस्त अब उस हुन्छ नि, यताउति दुःख हुन्छ नि। सो त्यही कारणले गर्दाखेरि चाहिँ हल्का कामले बाहिर आएको। अनि हाम्रो पनि गाडीको यहाँ दाइले चाहिँ आज काम गर्दै हुनुहुन्छ। कामहरू गरेर भ्याएर अनि निस्किनु पर्ने हुन्छ फेरि घर। अब 3-4 घन्टा त लगभग लागिहाल्छ नै। अनि आज चाहिँ आफ्टर लङ टाइम पछि नै ब्याक आएँ कि म 6-7 दिनपछि नै 7-8 दिनपछि नै ब्याक आएँ। किनकि यत्रो दिन आएको नै थिएन, भ्लग पनि गर्नु मन नलाग्ने त्यस्तै नै थियो भनौँ। पहिलाभन्दा चाहिँ धेरै कुरा चेन्ज भएको छ अहिले चाहिँ। अब चाहिँ डेली भ्लग नै हाल्छु भनेर सोचिरहेको छु र हाल्छु पनि। अनि इच्छा चाहिँ रिसाएर नबोल्ने न केही यता र उता हेरेको छिन् किनकि अब बाहिर जानुभएको नि मम्मी। सोधै कारणले चाहिँ अब के भयो? आउनुहुन्छ कि मम्मी? भर्खरै आउनुहुन्छ। ऊ त्यहाँ बाहिर काममा जानुभएको, आउनुहुन्छ कामले जानुभएको, आउनुहुन्छ ल। सुन्यौ? इच्छा चाहिँ रिसाएर बुम भइदिन् किनकि अब बच्चाहरू चाहिँ मम्मी कहाँ जानुभयो, सबैजना जानुभएको नि। म मात्र बसिरहेको छु, त्यही पनि इच्छालाई हेर्न लाने। अनि सो त्यही कारणले चाहिँ अलिकति झ्याउ भइरहेको छ। अब आज चाहिँ गाडीको अगाडि लुक्सहरू सबै चेन्ज हुँदैछ, धेरै राम्रो हुँदैछ आज चाहिँ गाडी। लगभग पनि गाडीमा कति खर्च आयो के आयो भनेर अब मैले बताइदिनै हाल्छु तपाईँलाई। अहिले दाइ र म भएपछि चाहिँ जो छ अहिले चाहिँ मम्मीहरूले कामहरू भ्याउनुहुन्छ अनि हामी निस्किनु पर्ने हुन्छ गाडीको काम गर्नको लागि। अनि म पनि घर जाने दिन आयो। 2-4 दिनलाई चाहिँ लगभग 5-10 दिनलाई चाहिँ म घर गएर फेरि ब्याक हुँदैछु। अब 10 दिन जति नै हुन्छ होला किनकि अब 10 दिन जति हुन्छ कि कति हुन्छ। अनि सबैजनाको मनमा थियो सन्तोष दाइ घर किन बसेको भन्दै हुनुहुन्थ्यो। हामी घरभन्दा त बाहिर नै समय आज। अनि आएदेखि नै धनगढीबाट आएदेखि नै 2-4 दिन चाहिँ घर बस्छ। त्यही पनि अब घरै भनौँ। अनि घरै भनेर त उस नै होइन, घर बस्नुको कारण पनि छ। तपाईँलाई बिस्तारै खुलिहाल्छ। त्यो तपाईँले टेन्सन लिनु पर्दैन। केही कामको लागि नै बसेको छु भन्दा हुन्छ आज। अब दाइले नै अलिअलि कुराहरू भ्लगमा भनिसक्नु भएको छ आफ्नो पनि। सो त्यही हो, अब मम्मीहरू आउनुहुन्छ, हल्का कामहरू गर्नु छ। अनि कामहरू अब यहाँ कामहरू भ्याएर मम्मीहरूलाई छोडेपछि चाहिँ दाइ र म चाहिँ भएर हल्का बाहिर निस्किन्छौँ। अनि उतैतिर भेटौँला। अनि इच्छा चाहिँ अलिकति रिसाएर हेलो भनिदेऊ यस्तो होला नि, यस्तो के हेलो गरिदेऊ। सन्चै हुनुहुन्छ भनिदेऊ। सुनौँ त, सन्चै हुनुहुन्छ भनिदेऊ त। सन्चै हुनुहुन्छ भनिदेऊ त। मम्मीहरू आउनुहुन्छ अनि अहिले फोन गरिदिन्छु। सन्चै हुनुहुन्छ भनिदेऊ यहाँ अहिले ल। इच्छा चाहिँ बोल्दैन थियो।
अब यहाँ रिटायर बसिरहेको छ नि अहिले फेरि रोलिन् मैले फोन नि गर्छु अनि बोलाउँछु अहिले चाहिँ दाइ र म भएर चाहिँ अहिले गाडी बनाउनलाई हिँड्या अनि आज कति जति खर्च हुँदा आज खोइ खर्च यति उति वाला एस्टिमेटै भयो। हेलो सो गाइज हामी चाहिँ यहाँ गाडी बनाउनलाई आएको तर ग्यारेजको त भन्दैन सोफा भन्नु पर्यो। ए सोफा सेन्टर पोखरा सोफा सेन्टर हो यहाँ कता हो भन्ने हुन्डाईको सोरुम छ। दाइ चाहिँ यहाँ भनिरहनु भएको छ यहाँ कता छ भनेर तल हामी चाहिँ धेरै नै माथि गएछौँ कि आधीभन्दा नि माथि गइसक्यो धेरै भित्र हाल्नुभएको छ ग्यारेज नि है। साह्रै गाह्रो आज चाहिँ कामहरू गरेर ओरेर ग्रिन ल्यान्ड कफीबाट तल अब चाहिँ गाइड हामी जाँदैछौँ तर मैले यहाँ ग्यारेज नै भेटेन। कहाँ पुगेछौँ हामी त आधीभन्दा नि धेरै त माथि पुगेछौँ माथि पुगिसकेछौँ मलाई थाहा छैन कि अझै पनि भेटाउनु होइन अझै पनि देखाएको छैन कि अनि आज पछाडि क्याब स्याब सबै हाल्ने होइन आज सबै हाल्ने हो। भोलि त अब सस्पेन्स दौडिनु पर्यो भोलि जो हो यहीँभित्र पहिला जान्छौँ अनि सामानहरू हालेको उडेको अलिअलि देखाउँछु मैले पनि। अब दाइले त देखाउनुहुन्छ नै र मैले पनि देखाउँछु कस्तो भित्र रहेछ त। ओके ग्यारेज नि कहाँ बनायो होला सुल्टीहरूले त अब यस्तै हो ग्यारेज जस्तो चढिदियो क्या डेन्जरै नटेकिकन कि। हामी चाहिँ ग्यारेजमा आइसक्यो दाइ चाहिँ त्यहाँ सोध्न जाँदै हुनुहुन्छ अनि चाहिँ गाडीमै बोलिरहेको छ त्यहाँ सोधेर ओरेर भित्र गाडी हालेपछि बल्ल जाम्ला भनेर। अब त्यो अगाडिको ठुँडै भनौँ अब त्यसको नाम खासै मलाई नि याद छैन त्यो र पछाडि हाल्ने अब यहाँ यसो कुरा गरिन्छ अनि हाल्ने बेलामा हल्का हल्का देखाउँछु। आजको भ्लग एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ र कतिसम्म के हालिन्छ कति खर्च निस्किन्छ यताउति तपाईँहरूलाई अलिअलि मैले सोध्छु पुरै त जानकारी दिँदैन तर चाहिँ यति यति एस्टिमेट भयो है लाग्यो भन्नेसम्म चाहिँ दाइलाई सोधिदिन्छु त्यही हो अहिले। सो गाइस यहाँ चाहिँ गाडी उहाँ फर्काउँदै हुनुहुन्छ अनि यत्र बेर भ्लग नगर्नुको कारण चाहिँ दाइले गरिरहनु भएको थियो अनि यहाँ चाहिँ सामानहरू सबै दाइको मोडिफिकेसनको लागि चाहिँ सामानहरू सबै नै भइसकेको छ अनि दाइले चाहिँ अब चाहिँ पानी पर्नु लाग्यो राति पनि हुनु लाग्यो अनि अगाडि हाल्ने भनेर चाहिँ अगाडि हाल्नलाई चाहिँ गाडीहरू उठाउनु लाग्यो अनि यो पछाडिको क्याब हाल्दा चाहिँ एकदमै दामी दामी लुक्स पनि दामी आएको छ। त्यो त्यही हो अब फुल त अब अहिले एकछिनमै देखाउँछु मैले अब फुल लुक्स कस्तो हुन्छ भनेर हेर्दै गर्नुहोस्। अब थोरै गरेर आएको छु दाइले गरिरहनु भएको सबै नै त्यही भएर चाहिँ मैले थोरै गरिरहेको छु भ्लग पनि हेर्दै गर्नुहोस् है त अब के कसो हुन्छ भने अब अगाडि गइसक्यो यता पनि सामान छ। अब चाहिँ अति नै भयो भोक लाएर पनि अनि त्यही कारणले चाहिँ म चाहिँ नास्ता लिन आएको आज चाहिँ अब आज भनौँ कि के भनौँ अनि किन चाहिँ दाइको त्यहाँ गाडी पनि बन्दैछ त्यही कारणले गर्दाखेरि नास्ताहरू लिएर पनि जाऊँ अनि तल चाहिँ चप्पल पनि भने अनि चिसोहरू पनि तिनवटा हालेर जाऊँ किनकि धेरै बेर नै हुन्छ त्यही कारणले गर्दाखेरि चाहिँ लिन जानु लाग्यो। अब त्यही हो अब नास्ता लिएर जानुपर्ने हुन्छ नास्ता लिएर गएर अहिले तलै गर्दै नास्ता लिएर जाने बेला मात्रै भेट्छु चाहिँ नास्ता पनि लिएर आइसकेँ। यहाँ चाहिँ चटपट चाउमिन सबै छ अनि दाइहरू चाहिँ अगाडि हुनुहुन्छ। यो बाटो जस्तो त दिगदार लाग्ने त कोही पनि छैन होला किनकि पुरै हिलो जान र आउनै नै झ्याउ के त्यही कारणले चाहिँ अलिकति चाहिँ झ्याउ लाग्ने तर पनि भोक लागेपछि के गरिनु जानै परिहाल्यो। सो अब चाहिँ कति बज्छ भन्ने चाहिँ थाहा छैन 9-10 बज्छ भनेर चाहिँ यहाँ नास्ता भोकले दिउँसोदेखि केही नि आएको छैन त्यही कारणले चाहिँ ल्याएको हो त्यही अब कम दुःख पाइन्छ त्यो बाटामा दुःख भन्ने हुँदैन भनेको कि मान्छेको स्थिति कस्तो भएन नि खानु नखानु त्यत्रो ल्याइदिएको छ तैँले चटपट खा मैले दाइसँग हुन्छ एउटा। सो गाइस दिस इज द नेक्स्ट डे अनि म चाहिँ यहाँ पाल्पा आइसकेँ अनि पाल्पा आएर पनि यो चाहिँ पोखरादेखि पाल्पासम्मको भ्लग बन्ने बुझ्दा हुन्छ किनकि भ्लग पुगेको थिएन त्यसैमा नै जोडेर आज घर जाँदासम्मको बनाउँछु भनेर चाहिँ यसमा जोड्न लागेको मैले चाहिँ अनि आज हिजो राति नै आएको आउन चाहिँ अब हिजोको भ्लग हेरेरै थाहा पाइसक्नु भयो हिजोको भ्लग चाहिँ चाँडै आउँछ तर पनि आजको चाहिँ अलिकति अब भोलि नै आउँछ आज एउटा आउँछ भने भोलि यो आउँछ त्यही कारणले चाहिँ हिजो आएँ बसेँ दाइसित बसेँ अनि दाइ चाहिँ त्यहाँ हुनुहुन्छ अनि
अब चाहिँ गाडी कुरिरहेको गाडी आएको छैन अब एकछिनपछि गाडीमा नि जान्छु होला गाइस म चाहिँ अहिले तानसेन पाल्पाने छु अनि हिजो आएको दाइ पनि उता बर्गेट गएर पुगि नै सक्नु भएछ राति गाडीवाला साउ कता जानुभएको उता जानुभएको होला अनि तिमी कहाँ जाने हो म बुलहोला कसो आउँदैन म रिखुको रिखु खेमला सरको नाति खेमला सरको नाति हो तिमी जेठाको छोरा हो यहाँ अरू छैन कोही मान्छे नै कोही अहिले त छैन होला थाहा भएन ल हामी दुई भाइ तिमी जे छौ नै म कान्छो दाइ काठमाडौँतिर हजुरआमा त ठिक छन् हजुरआमा बितेको कति भयो पहिले आमा वगेर बितेको होइन र हजुरबा नि बित्नु भयो हजुरआमा नि बित्नु भयो तिमीले हामीलाई चिन्ने कुरो भएन खासै चिनेन कि त्यही बितेको कुरा त थाहा नपाउने भयो अनि यहाँ बस्न लागेको लगभग 2 घन्टा 3 घन्टा भयो गाडी कुरेर अझै पनि दाइ नआएर गाडीमा नि गएर आएँ तर गाडीमा नि कोही हुनुहुन्थेन अनि अब चाहिँ लगभग अझै आधी घन्टा 1 घन्टा लाग्छ भन्नुभएको छ अनि दाइ चाहिँ त्यहाँ हुनुहुन्छ उहाँ बसिरहनु भएको छ मोबाइल हेर्दै अनि आज पनि जाने हो कि नजाने त फिक्सै छैन अझै पनि गाडी नै आउँदैन कुरिएछ अनि मोबाइलमा पनि चार्ज थिएन चार्ज लाउँदै मैले भ्लग गरिरहेको छु भनेपछि अब कति दुःखले गरिरहेको छु अब तपाईँहरूले सोध्नुहोस् नै अब 2-4 दिन बसिन्छ उरिन्छ घरतिर पनि टाइम दिनु पऱ्यो अनि त्यसपछि चाहिँ कामहरू सबै सकेर म फेरि पोखरा ब्याक हुनेवाला छु अनि दाइ पनि ब्याक भएपछि चाहिँ पोखरा म पनि ब्याक हुन्छु अनि त्यही हो अहिले चाहिँ चार लाम अनि बाटोमा पनि भ्लग गर्नुपर्छ भने चाहिँ चार लाउन आएको चार्जै थिएन अब कति बेला आउँछ गाडी थाहा छैन बनाउँदैछ ग्यारेजमै दिन बित्ला जस्तो यो तल पनि अस्ति नै त दाइको गाडी बनाउँदा अनि राति दिउँसो 2 बजेदेखि राति 12 बजेसम्म बस्यो अहिले पनि 3-4 घन्टा बसेर पनि अझै नभेला जस्तो अब के कसो हुन्छ हेर्दै गर्नुहोस् अनि घर पनि अब थाहा छैन अब टिकटक त हालेको छु हेरिसक्नु भएको होला त्यही पनि अब खासै थाहा छैन म आउने भन्ने चाहिँ हिजो आएको भन्ने पनि थाहा छैन के कसो भन्ने कुरा अब उहीँ गएपछि थाहा हुन्छ हेर्दै गर्नुहोस् है त अब एकैचोटि जाने बेलामै भेटौँ लाग्छ सो गाइस घर जानलाई चाहिँ हिँडेको अझै पनि माथि छतमै नै छु अनि त तल सिटमा चाहिँ बाइस दिनपछि चाहिँ मम्मीलाई बल्ल भेट्दैछु नानी भयो 23 दिन भयो अनि यत्रो के आउँछ भने थाहा छैन अनि मम्मीलाई थाहा पनि छैन किनकि आज आउँछु भनेर पनि भनेको छैन मैले केही भने होइन टिकटकहरू हालेको देखेर त थाहा पाइसक्नु भयो होला त्यही पनि के गर्छु अब एकचोटि सरप्राइज हुनुहुन्छ या हुनुहुन्न भन्ने कतिवटा नै थाहा हुन्छ त्यही हो त्यहाँ अप्ठ्यारो भइरहेको छ यस्तो झाँकिरहेको छु अब घरतिरै गएर अब एकचोटि झरेपछि घरतिरै गएर भेटौँ लाग्छ सो गाइस म चाहिँ घर आइसकेँ अब चाहिँ साइडको गेटमा आइसकेँ अनि मम्मी चाहिँ कता हुनुहुन्छ अहिले थाहा छैन अनि यहाँ चाहिँ ब्याग हातमै छ मम्मीलाई चाहिँ थाहा पनि छैन आउँछु भन्ने ल हुन्छ ल को के छ त खबर ठिक छ के छ भर्खर बोलाएको थिएँ मैले थाहा पाइसक्नु माइजूले पनि भएर भान्जासित आइदिएँ भन्न त्यहाँ मैले बोलाएको थिएँ माइजूले भन्नुभन्दा पहिले
अनि नभनिकन आउने कि हिजो राति आएको कि कहाँ आएर बसेको त तान्छन् दाइले ल्याएर छोड्नु भयो अनि तान्छन् आज घर जान्न भन्दा त मैले आजको वैशाखी बनाएको भनिरहे कि आजको त आज त कसरी आउने हिजो आएको थिएँ अनि दाइ उता जानुभयो उतै जानु मन नथ्यो अनि फेरि अब जान पर्थ्यो नि किन काम पनि छ अनि के छ त खबर केही छैन ठिकै छ यत्रो दिनपछि भेटा एक महिना भयो 1 महिना 18 गते गएको 18 गते 1 महिना भयो के कामले गएको पनि थाहा आयो नि अब के थाहा मलाई के कामले गएको भन्ने काम अहिले बताइन्छ यहाँ अहिले एकछिनमा अनि के छ यता पनि हेर्दै भन्नुहोस् ठिक छ नभनिकन मलाई सरप्राइज दिन जाने भनेर ब्लगमा भन्यो देखेँ कि अनि एकादममा अब फोन गर्छु भनेर यहाँ फोन राखेर गर्छु भनेर लगाइदिएँ होइन ऐनै चाहिँ आइसक्यो तँ फोन आउनुभन्दा अघि त्यहाँ फेरि एकछिन बोलेँ कि पवनसित कहाँ पवनसित अनि कस्तो लाग्दैछ यत्रो दिन त फोन हान्ने 2-4 दिन भयो फोन नि नहानेको म त अब सोध्न नि छोडेको कहिले आउने भाउ उतै बस्ने हो कि त घर जाम उतै बने सो गाइज मैले चाहिँ यत्रो दिन फोन हान्नु भयो म भोलि आउँछु पर्सि आउँछु भोलि आउँछु पर्सि आउँछु भन्दै थाकेर अब फोन पनि हान्न छोड्नु भएको थियो भनेर मैले हिजो भनिसकेको थिएँ अनि आज पनि अब आज फोन हान्नु नभन्ने ढुक्क थिएँ हिजो पनि फोन हान्नु नभन्ने ढुक्क थिएँ अनि आज त नभनिकन जान्छु भन्दाखेरि कतादेखि माइजू आउनु भएछ कि त्यहाँ फेरि मलाई पनि थाहा थिएन माइजू त्यहाँ आउनु भएको हाम्रै गाडीमा भनेर मैले पनि 81 देखेँ अनि अब मलाई बताइदिनुहुन्छ भनेर दौड्दै आएको लास्टमा म आउनुभन्दा अघि त फोन आइसक्यो आइज त्यहाँ त अनि यत्रो दिनपछि भेट्यो होइन केही कुरा हुन्छ नि बोल्ने केही छैन बोल्ने त के छ अब सन्चै राम्रै हो लिखेर झारे मोटाएर आइछौ राम्रो हो सन्चै राम्रै त के हुनु र अनि मोटाउनु पनि डेन्जर मोटाइएछ डेन्जर मोटाइएछ अनि बाबा सन्चै हुनुहुन्छ होला सन्चैबाट त डिप्टी जान त सोध्नु हुँदैन त्यही त अनि सोधे गाइज पहिला फ्रेस हुन्छु टाउको चिलाएर यस्तो गराएको छ भने तँ बाहिर बसेको धुलोले अनि पहिला फ्रेस हुन्छु अनि मम्मीसित हल्का कुराकानी गर्छु अनि हल्का भ्लगमा नि कुराकानी हुन्छ अहिले एकछिनमा अनि हेर्दै गर्नुहोस् अहिले भ्लग इन्ड हुँदैन बाबा आएपछि इन्ड हुन्छ बाबालाई नि देखाउँछु आज मैले अनि म चाहिँ खानासाना खाएर उडेर पनि बाबालाई देखाउँछु मम्मीलाईसित कुरा गर्छु भनेर बसेको थिएँ दाइको हल्का कल आयो अनि दाइको पनि कल यताउति गरेर उडेर अनि दाइसँग आज धेरै पछि लगभग 20-21-22 दिनपछि भएको होइन यताउति कुरा गर्ने सबै कुरा अब के हुँदैछ तपाईँहरूलाई बिस्तारै थाहा नै भइहाल्छ त्यो कुराहरू गर्ने यताउति सबैसँग बस्ने उड्ने गर्दाखेरि चाहिँ 11:30 भइसक्यो यताउति कुराहरू यताउति हुन्छ नि अब सबै फ्यामिलीसित बसेर कुराहरू गर्दाखेरि अनि खानासाना खाएँ उडेँ अनि अब चाहिँ सुत्न लाग्यो सुत्दाखेरि चाहिँ अब मेरो यहाँ अब आफ्टर लङ टाइम पछि नै मेरो गिटारलाई त देखाइ नै हाल्छु किनकि देखाउँदैन भन्दिनँ अनि तपाईँहरूलाई मेरो रुम पनि हल्का देखाइदिइहाल्छु किनकि रुम पनि हल्का देखाउनु पर्ने हुन्छ अनि आज चाहिँ भिडियो त्यस्तो के भयो कस्तो भयो अब राम्रै भयो होला तपाईँहरूलाई राम्रै लाग्छ भने चाहिँ मन पराइदिइराख्नुहोस् यस्तै भिडियो 6-7 दिन योभन्दा नि राम्रो भिडियो भोलिदेखि त झन् राम्रो तपाईँले जति माया गर्दै जानुभयो त्यति राम्रो भिडियो आउँछ नै अनि तपाईँले माया गर्न नभुल्नु होला यति भन्दै आजको भिडियो यतितिर एन्ड गर्छु मन पर्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला 4K पनि पुग्न लागेको छ मन्डेज पुग्न पनि थोरै भन्दा थोरै बाँकी छ तपाईँले पुऱ्याइदिनु होला यति भन्दै आजको भिडियो यतितिर एन्ड गर्छु हस्त बाइ एभ्रीवान भोलिको ब्लगमा चाहिँ बाबा मम्मी सबैलाई नै देखाउँछु बिहानै उठेर गर्छु अनि अहिले पनि थके लागिसकेको छ 11:30 भइसक्यो अब सुत्ने बेला नि सुत्नु पर्यो भोलि बिहान पनि 6-7 बजे उठ्नुपर्छ किनकि बाबा नि चाँडै काममा जानुहुन्छ देखाउनु पाइँदैन सो त्यही कारणले गर्दाखेरि चाहिँ अहिलेको ब्लग यतितिर इन्ड गर्छु हस्त बाइ एभ्रीवान हस्त जय नेपाल।